Hello guys, welcome back to my new vlog. हजुर कस्तो हुनुहुन्छ? मैले हिजो ल्याएन भ्लग. हेलो गरिदेऊ सम्पूर्ण. हेलो मेरो भाइ. हेलो गर्नु. त मम्मीले हेलो गरिदिनु. हेलो. आमा त मन्दिर जानु हो. यहाँ बस होला सम्पूर्ण. नानी दाँत निकाल्न. दादाले हेलो भन्देऊ रे दादा. हेलो भन्देऊ. हेलो. हेलो दादा भन्देऊ न. हेलो गाइस भन्देऊ ल. सन्चै हुनुहुन्छ सबै भन्देऊ न. सबैलाई नमस्ते गरिदेऊ ल. आजी देखाइदेऊ न बेबीको. बेबीको आजी खै? बेबीको आजी. सबैलाई नमस्ते गरिदेऊ ल. बेबी नमस्ते गरिदेऊ. नमस्ते गरिदेऊ. बाइ भन्देऊ. देख म मेरो भाइको स्टाइल नमस्ते गरिदिनी. यी हेर्नु तिहारको फुल. यो कति सानो हो अहिले. यो अझ यहाँ फुलै माथि छ नि गान्छी 1 महिना छ. हो र? यत्रो हो. म पढ्नको लिस्ट बनाएर बसिरहेको. तुलसीको पात. आजी इ सानो दादा. यो के गोमा थाहा छैन. कमेन्ट नै गाइज. मामुलाई ल्याऊ बेबी. यो पिंक कलरको रोज पनि छ. सानो सानो हुने रे. अझ हुने. यो अझ देख्नु गाइज. यहाँ पनि छ यस्तो. नजाऊ. आऊ. ओइ लड्यौ लड्यौ लड्यौ. उठ. आऊ. आऊ जाम. गाइज मैले आज साइन्सको एक्जाम दिएर आएको. एकदम राम्रो भयो. अब म्याथको पर्सि भोलि छुट्टी हो. म त फर्स्ट हो टपर हो. म 80 भन्ने साथी त मेरो बेस्ट फ्रेन्ड देख म अनलाइन भिडियोमा हाल्दै हेर. उनी त फेल लान्छन्. म त टपर हो नि. गाइज हजुरको एक्जाम चल्दै हो भने पनि हेर्नु पर्यो मेरो भिडियो. एकछिन त कहाँ धेरै फेरको हुन्छ र मेरो भिडियो. यो अझ हो के अरे तिहारे फुल. गाइज देख्नुभयो यही घर हेर्नु. बा पनि हुनुहुन्छ त्यहाँ. ओइ हमुडा जाऊ. यहाँ बुझी जाऊ जाऊ जाऊ. लाउ नेमी दिन्छु. लाउ लाउ नेमी दिन्छु. कस्तो रहेछ. मिठाई दिँदैन नि भन्दा. मिठाई त होइन हात सधैँ नि हो. अब आइसक्रिम खान पाइने भयो नि. बहिनी दाँत निकाल्न गई त्यही भएर. अनि दाइ चाहिँ कपडाको त फिटिङ मिलाउन त दसैँमा लाउने भनेर कपडा अलिकति ठुलो भएछ. किनकि हामी त स्कुलमा थियौँ नि. गएर नापेको होइन आफै. है गाई गएछ होइन. अब आइसक्रिम कति धेरै बेर लागेको हो त्यो है. ए धेरै बेर पनि आउँछन् र. म भित्र
हेर्नु गाइज मैले यहाँ ट्याब लुकाएको मेरो भाइले अहिले थियो त्यही भएर अब हजुरलाई म यहाँ पछाडिको एउटा लुक दिन्छु हेर्नु ट्याबमा त्यो अस्ति मैले स्टिकर हाले भिडियो बनाएको थिएँ नि गाइज हेर्नु आएन भने हेर्नु यस्तो हो पिटर पार्करको फेस पनि छ हेर्नु गाइज कभर लाएर राख्छु ये एक्स्ट्रा सेफ्टीको लागि यो तल यस्तो नि हो यताको ट्रान्सपेरेन्ट छ अलि एक्स्ट्रा प्रोटेक्सनको लागि राखेँ अहिले ल गाइज आजको लागि यति बाई बाई अर्को भिडियोमा मिलौँला